अरूको त थाहा छैन, मैले आफ्नो सोच कस्तो राख्छु भनेर हजुरहरूलाई बताउन गइरहेकी छु। कसैको पनि 2 अथवा 3 बुहारीहरू हुनुहुन्छ भने जस्तो जेठी बुहारी आउँछन्, जेठीको बानी बेहोराहरू अथवा राम्रो लाग्ला अथवा नराम्रो लाग्ला, त्यो अर्को आउने माइली बुहारीमा त्यो खोज्नु हुँदैन। किनभने एउटै घरबाट आएका पनि होइनन्, एउटै आमाले जन्म दिएका पनि हुँदैनन् र एउटै आमाले जन्म दिएका छोरीहरू त एउटै हुँदैनन् भने अलग अलग ठाउँबाट आएका चेलीबेटी उस्तै कहाँबाट हुन्छन्। हामीहरूले सबैको बानी बेहोरा व्यवहार एउटै खोज्न थालियो भने बुहारीहरू पनि भेलामा पर्छन्, भेटिन्छन्। तिनीहरूप्रति नफरत हुन्छ, जेठी जस्ती कान्छी छैन भनेर। त्यो कहिले गर्न हुँदैन है। त्यो पनि सासू बन्नुभएको छ, सबैको सोच एउटै पनि हुँदैन। सबैले जान्नु भएकै छ, सबैले बुहारी सजाउनु भएकै छ। मैले आफूले बुहारी लिएर आएर आफूले भोगेर मैले आफ्नो सोचलाई हजुरहरूको प्रति फस्किएको हो। किनभने सबैको आफ्नो आफ्नो हिसाब किताब हुन्छ होइन, व्यवहार हुन्छ। कसैले पाहुना पाछा सम्हाल्न सक्छन् भने कसैले अफिस, कसैले घर सम्हाल्न सक्छन् भने कसैले सिलाइ बुनाइको काम आउँछ भने कसैलाई सफाइ राख्ने काम आउँछ, घरको साफसफाइ। अब जेठीले त यति मिठो खाना पकाएकी, त्यो कान्छीलाई त केही पनि आउँदैन, त्यो कान्छीलाई त यति राम्रो आउँछ, त्यो जेठीलाई त केही पनि आउँदैन भनेर हामीहरूले त्यो पर्खेल्न हुँदैन कसैले पनि। जस्तो छ त्यसलाई राम्रो मानेर, जस्तो आफ्नो छोरी जस्तै त हुन् नि, तिनी कसैका मुटुका टुक्रा हुन् भनेर हामीहरूले सोचलाई पोजिटिभ राखियो भने धेरै धेरै बुहारीसँग माया रहन्छ, लडाइँ झगडा पनि हुँदैन। अर्को कुरा, बुहारीहरूलाई राम्रो नराम्रो सोच्नै पर्दैन। छोराको व्यवहार, छोराको स्वभाव राम्रो हुन्छ भने बुहारीहरू त त्यसै राम्रा हुन्छन् होइन त। अब आफ्नो छोराको हातमा हुन्छ आफ्नो श्रीमतीलाई कसरी राख्ने हो, बाबा आमालाई कुन ठाउँमा राख्ने हो, श्रीमतीलाई कुन ठाउँमा राख्ने हो भन्ने रोल सबैभन्दा मेन छोराको हुन्छ र बुहारीलाई छोरालाई सम्हाल्ने रोल, बुहारीलाई सम्हाल्ने रोल सासूको हुन्छ भने छोरालाई सम्हाल्ने रोल बाबाको। सबैजनाले सोचलाई पोजिटिभ राखेर हिँड्ने हो र सबैसँगको व्यवहार उस्तै उस्तै नखोजेर जसको व्यवहार छ त्यसैमा राम्रो छ भन्ने सोच राखेर हिँड्ने हो भने तिनी बुहारी पनि छोरी बन्न नसक्लान्, हामी आमा बन्न नसकिएला, तर एउटा मिठो मनको नाता अवश्य पनि बन्छ। नमस्कार।